हेलो गाइज वेलकम टु माई फर्स्ट भ्लग। मैले चाहिँ यो फर्स्ट भ्लगमै के काम गर्दो रहेछ है त हेर्नुहोस् है त बिहानभरिमा। अनि म चाहिँ बिहानै उठेर चाहिँ अब आफ्नो काम त सुरु गर्नु पर्यो हैन। अनि त्यसपछि कपाल सपाल बान्नु त पर्यो नि त। जाङरङ परेर चाहिँ काम गर्नु भएन। अनि चाहिँ मैले लुगासुगा पनि लगाइसकेर त्यो कपडाहरू पटाउनु थियो, त्यो कपडाहरू पटाएँ, ब्ल्याङ्केटहरू पटाएँ। अनि सुतेर उठेपछि त ब्ल्याङ्केट स्याङ्केट सबै बेडहरू त मिलाउनु पर्यो, त्यतिकै छोड्ने कुरा त भएन नि त हैन। अनि त्यसपछि बेडहरू मिलाउन थालेँ। अनि बेडहरू मिलाइसकेपछि ब्ल्याङ्केट उता राख्छु, फेरि यो ब्ल्याङ्केट उता राख्नु पर्यो नि त आफ्नै ठाउँतिर। अनि चाहिँ म चाहिँ ज्याला बोल्न पर्दा खोल्न भनेर गएँ कि त्यो पनि हुन्छ नि त फेरि। अनि चाहिँ म मुख धुन गएँ, मुख हेरेको फेरि कस्तो फेस सुनेर रहेछ क्या उठेर बस है। अनि ब्रस गरेर सकेँ, त्यसपछि एकछिन मुखसुख पुछेँ। अनि चिया खानु पर्यो भनेर चिनी हेरेको लाग्दा चिनी नै रहेन सकेँ। अनि त्यसपछि के गर्नु काम जस्तो भएर तातो पानी खान्छु भनेर तातो पानी तताउनतिर लागेँ। अनि तातो पानी तताएर राखेँ। अनि त्यसपछि यसो हेरेको केरा रहेछ, केरा पनि खाइदिएँ। अनि केरा खाँदा पानी पनि त तातिसकेको रहेछ कि। अनि पानी खाएर चाहिँ यता अब तरकारी हेर्नु पर्यो, त्यो खाना बनाउनु पर्यो। तरकारी साग रहेछ, केरा रहेछ, अनि आलुसँग मिक्स गरेर खाऊँ भनेर आलु केलाउनु थालेँ। अनि पकाएपछि काट्नु त पर्यो, काट्नु थालेँ। म तरकारी काट्नु थालेँ, त्यसपछि दाल लाग्यो। म चाहिँ एकचोटि दाल चाहिँ झानेर बनाउँछु नि त। अनि दाल पकाउनु थालेँ, बनाउनु थालेँ। एकछिन यसलाई पानी हालेर उमाल्छु भनेर राखेँ। अनि त्यसपछि एकछिनमा सिटी पनि लगाइसकेँ नि त दालको त। अनि खसीको मासु गाइज अनि सबै रेडी भइसकेको थियो। यता तरकारी दालहरू सबै रेडी भइसकेको थियो। अनि एकछिन बस्छु भनेर बसिरहेको थिएँ। एकैचोटिमा त हाम्रो बोस त आइसक्नु भएको रहेछ। अनि आएर उसले चाहिँ फेरि भ्लग बनाएको छ भनेर थाहा थिएन नि त। अनि के गरेको भनेर त त्यो मिलाउँदै हुनुहुन्छ। अनि उसले उता मिलाउँदै हुनुहुन्छ, मैले पनि खाना पस्किन थालेँ। अनि यो चाहिँ गाउँको चामल हो नि त, फेरि मिठो हुन्छ अनि गिलो पनि हुन्छ। मलाई फेरि एकदमै मनपर्छ क्या गिलो चामलहरू। अनि गिलो खाना त फेरि खानै पर्यो। अनि त्यसपछि हामी चाहिँ खाना खान लागेँ दुईजना। अनि उसले चाहिँ हेलो भनिरहेको छ कि खाना खाइसकेर क्या, त्यही पनि अझ। अनि हाम्रो बोस चाहिँ खाना खाएर पनि जानुभयो होइन। अनि म चाहिँ यता अब खाना खाइसकेपछि त यताउता गर्नु पऱ्यो नि त, टेबलहरू पुसेँ। अनि यता किचनहरू पुसेँ। मैले यो कार्पेट चाहिँ फेरि यो खाना बनाउनु बेला मात्रै युज गरे हुन्छ नि त। अनि त्यसै यता निकालेँ अनि बढाउन थालेँ। बढाइसकेपछि यसो अनि उठाउनु त पऱ्यो थियो। मैले फेरि फोहोर बाहिर राखेको हुन्छ नि त। अनि चाहिँ सबै सफा गरिसक्यो भने त लास्टमा त्यता अझै बाँकी छ भाडा त। अनि भाडा त पखाल्नै पऱ्यो। चाहिँ पखालिसकेर चाहिँ त्यो भाडाहरू मात्रै पखालिसकेर चाहिँ फेरि मेरो चाहिँ फेरि पानी चाहिँ बाहिर फाल्नुपर्छ नि त। अनि पानी बाहिर फाल्न गएँ। अनि त्यसपछि ल्याएर आएर चाहिँ अनि पखाल्न सुरु गरेँ भाडाहरू चाहिँ। अनि अब चाहिँ राति मात्रै हामी बाहिर धुने गर्छौँ नि त भाडाहरू चाहिँ। अनि भाडा धुइसकेपछि सबै पखालिसकेपछि चाहिँ पुस्नतिर लाग्यो। पुसिसकेपछि चाहिँ त्यो के अरे औषध खान्छ नि त, मेरो फेरि औषध खानुपर्छ। अनि औषध खाएँ। अनि औषध खाएर के गर्नु जस्तो भएर सुतेँ। अनि फेरि उठेँ क्या। अनि उठेपछि के गर्नु जस्तो भयो। माथि गएँ, अनि माथि छतमा गएर चाहिँ अनि गएर एकछिन मैले बस्छु भनेर गएको। घाम त आमामा यस्तो घाम लागेर यस्तो घाम हेरेको बस्नु जस्तो लागेन। त्यसपछि अनि एउटा मेरो लुगा थियो कि एउटा मात्रै, अनि अरू चाहिँ दिदीहरूको। अनि त्यसपछि म पहिला पनि बस्न नसकेर गएँ। अनि आजको भ्लग चाहिँ यति नै गाइज। बाई बाई। सबैले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला है त।